नमस्ते। आज हामी कुरा गर्दैछौँ नेपालको, जहाँ एउटा ठूलै राजनीतिक उथलपुथल भइरहेको छ। त्यहाँका मतदाताहरूले वर्षौंदेखि चल्दै आएका पुराना पार्टीहरूलाई पन्छाएर एउटा यस्तो जनादेश दिएका छन् जसको सायदै कसैले कल्पना गरेको थियो। अनि यो सबै परिवर्तनको केन्द्रमा को छन् त? एक यस्ता व्यक्ति जसको यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन। पहिले एक चर्चित र्यापर, त्यसपछि काठमाडौँका मेयर र अहिले सिङ्गो देशका 43औं प्रधानमन्त्री बालेन शाह। ल आउनुहोस् यो पूरै कथालाई अझ नजिकबाट निहालौं। यो जित कत्रो थियो थाहा छ? कुल 275 सिटमध्ये 182 सिट। यो भनेको झण्डै 2/3 बहुमत हो। उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले यो जितसँगै नेपालको राजनीतिमा साँच्चै एउटा भूकम्प नै ल्याइदियो। यो जितको आकार वास्तवमै धेरैको कल्पनाभन्दा बाहिरको कुरा थियो। ल आज हामी के कुरामा केन्द्रित हुन्छौँ त? हामी हेर्नेछौँ यो नयाँ नेतृत्व कसरी उदायो, संसदमा अहिले के हुँदैछ र यो नयाँ सरकारले कस्ता चुनौती र अपेक्षाहरूको सामना गर्नुपर्नेछ। ल सुरु गरौँ पहिलो खण्डबाट। कसरी एकजना राजनीतिको मूलधारभन्दा बाहिरका व्यक्तिले पुरै देशको ध्यान खिचे र राजनीतिको कथा नै बदलिदिए। बालेन शाहको कथा कुनै पनि परम्परागत नेताको भन्दा एकदमै फरक छ। सोच्नुस् त, 36 वर्षभन्दा कम उमेरमै देशको प्रधानमन्त्री। राजनीतिमा आउनुअघि उनी एक लोकप्रिय र्यापर थिए अनि काठमाडौँको मेयर बनेर आफ्नो क्षमता देखाइसकेका थिए। उनको पार्टी रासोपाको उदयको पछाडि जेनजी आन्दोलनको ठूलो हात छ। यो युवाहरूको एउटा यस्तो लहर थियो जसले पुराना पार्टीहरूको यथास्थितिवादलाई ठाडै चुनौती दियो र परिवर्तनको माग गर्यो। यही लहरले नै मतदाताहरूमा एउटा नयाँ आशा जगाइदियो। तर यो परिवर्तनको कथा बालेन शाहमा मात्रै सकिँदैन। सरकार र संसदका अन्य महत्त्वपूर्ण पदहरूमा पनि हामीले नयाँ अनुहारहरू देख्न सक्छौं। उदाहरणको लागि प्रतिनिधि सभाका नयाँ सभामुख डोल प्रसाद अर्याललाई हेरौं। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकै उपाध्यक्ष हुन् र सबैभन्दा रोचक कुरा के हो भने उनी निर्विरोध निर्वाचित भए। हो, कोही पनि उनको विपक्षमा उठेन। यसले संसदमा रासोपाको बलियो पकड कस्तो छ भन्ने कुरा प्रष्टै देखाउँछ। तर प्रश्न उठ्छ, यस्तो नाटकीय राजनीतिक परिवर्तन आखिर सम्भव भयो कसरी? अब हामी तीनै घटनाक्रमहरूलाई हेर्नेछौँ जसले यो क्रान्तिका लागि बाटो तयार पार्यो। यो टाइमलाइनले देखाउँछ कि घटनाहरू कति छिटो अघि बढे। भदौमा युवाहरूको जेन जी आन्दोलनले देशको राजनीतिको जग नै हल्लाइदियो। त्यस लगत्तै पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा एउटा अन्तरिम सरकार गठन भयो र हेर्दै फागुनमा भएको चुनावले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रचण्ड बहुमत दिलायो र आज उनीहरूले औपचारिक रूपमा काम थालेका छन्। ल अब विगतबाट वर्तमानमा फर्कौं। नयाँ सरकारले संसदमा आफ्नो पहिलो दिन कसरी सुरु गर्यो त? आउनुहोस् त्यसमा एक नजर लगाऊं। यो तस्बिरले नै धेरै कुरा भन्छ। नवनिर्वाचित सांसदहरू शपथ लिँदैछन् र उनीहरूको अनुहारमा एउटा नयाँ ऊर्जा देख्न सकिन्छ। यो दृश्य साँच्चै नै नेपालको लागि एउटा नयाँ राजनीतिक अध्यायको सुरुवात हो। पहिलो दिनको कार्यसूची हेर्दा यो सरकारले 1 मिनेट पनि खेर फाल्न चाहेको देखिँदैन। प्रतिनिधि सभाको बैठक बस्यो, डोल प्रसाद अर्याललाई सभामुख बनाउने प्रस्ताव अघि बढ्यो, विभिन्न संसदीय समितिहरू हेरफेर गरियो र प्रधानमन्त्री शाहले महिला आयोगको वार्षिक प्रतिवेदन पनि पेश गर्नुभयो। यसले के संकेत गर्छ भने यो सरकार काम गर्न आतुर छ। तर यो नयाँ सरकारको बाटो त्यति सहज भने छैन। उनीहरूले अघिल्लो प्रशासनबाट केही निकै जटिल र समाधान हुन बाँकी विवादहरू विरासतमा पाएका छन्। यीमध्ये सबैभन्दा पेचिलो मुद्दा हो कार्की आयोगको प्रतिवेदन। यो प्रतिवेदन जेनजी आन्दोलनमा भएको दमनको छानबिन गर्न बनाइएको थियो। तर अचम्मको कुरा, अघिल्लो अन्तरिम सरकारले यसलाई सार्वजनिक नै गरेन। पछि मिडियाबाट लिक भएपछि भने यसले ठूलै तहल्का मचायो। यो रिपोर्ट लिक भएपछि पुराना राजनीतिक दलहरूबाट एकदमै फरक प्रतिक्रिया आयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कारवाहीको सिफारिसलाई आधारहीन भन्नुभयो। उता नेपाली कांग्रेसले चाहिँ प्रतिवेदन नै अपूर्ण र सतही भएको आरोप लगायो। यस्तो आरोप प्रत्यारोपले नयाँ सरकारले कति गहिलो राजनीतिक विभाजनको सामना गर्नुपर्छ भन्ने स्पष्ट पार्छ। कार्की प्रतिवेदनको विवाद मात्रै होइन, अन्तरिम सरकारमाथि अरू पनि थुप्रै आलोचनाहरू थिए। जस्तै सुशासन कायम गर्न नसकेको, नातावाद र कृपावादका आधारमा विवादास्पद नियुक्तिहरू गरेको अनि आन्दोलनसँग जोडिएका प्रहरी अनुसन्धानमा समेत हस्तक्षेप गरेको आरोपहरू लागे। अब यी सबै समस्याहरूको भारी यही नयाँ नेतृत्वको काँधमा आएको छ।
एकातिर यति धेरै चुनौतीहरू छन्, तर अर्कोतिर जनतामा आशा र अपेक्षाको कुनै कमी छैन। अब सबैको मनमा एउटै प्रश्न छ, के यो नयाँ सरकारले परिवर्तनको आफ्नो वाचा पूरा गर्न सक्ला त? यो भनाइले अहिलेको राजनीतिक अवस्थालाई प्रस्ट्याउँछ। एक समयका प्रभावशाली पुराना राजनीतिक दलहरू अहिले संसदको एउटै बेन्चमा सीमित भएका छन्। यो आफैमा एउटा ठूलो परिवर्तनको सङ्केत हो। आखिर यो सबैको अर्थ के हो त? यो चुनाव केवल एउटा सरकार फेरिनु मात्र होइन, यो त नेपालका जनताले दिएको एउटा स्पष्ट सन्देश हो। वर्षौंदेखिको शासन र यथास्थितिबाट दिक्क भएका जनताले अब नयाँ दिशाका लागि यो अभूतपूर्वक जनादेश दिएका हुन्। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न, यति ठूलो जनादेश र जनताको अपार आशाको साथ के बालेन शाहको नेतृत्वको यो नयाँ सरकारले नेपालको लागि साँच्चै नै एक ऐतिहासिक मोड ल्याउन सक्ला? यो प्रश्नको जवाफ भविष्यले नै देला।